नमस्ते दर्शन सबैलाई के छ सन्चै हुनुहुन्छ। आज मेरो र मेरो बुढाको बर्थ थियो, त्यसैले म के बनाउँदैछु, सेवाई बनाउँदैछु। अनि म यहाँ चपिङ गर्दैछु ड्राई फ्रुट्सहरू। मैले चपिङ सकिसकेँ। अनि यो हो हाम्रो कालो कराई व्रतमा पकाउनलाई। यसमा राखी तातोनालाई अब सेवाई पकाउनु पर्यो। अब भाँडा तातिसकेपछि चाहिँ अब हामी हाल्छौँ घिउमा। यो घिउ चाहिँ हामीले घरमै बनाएको घिउ हो, नानीले लिएर आउने दुधबाट बनाएको घिउ हो यो चाहिँ। अनि भाँडा तात्छ, अलिअलि यताउता फिजार्छु 2 ठाउँमा समातेर। अनि सेवाई हाल्छु मैले। मैले सेवाई निकालिसकेको थिएँ। अनि त्यसपछि ड्राई फ्रुट्स हालेँ, घिउ अलिकति हालेर ड्राई फ्रुट्स हालेर चलाएँ मजासँग। एकछिन भुटेँ मैले। भुटिसकेपछि चाहिँ त्यसमा दुध हालेँ मैले। अनि यसरी नै बनाउँछु म चाहिँ। हजुरहरूले कसरी बनाउनुहुन्छ थाहा छैन है। अझै योभन्दा सजिलो तरिका छ भने सिकाइदिनुहोस् मलाई, म पनि भर्खर कुकिङ गर्दै। ओके, त्यसपछि अलिकति चिनी हालेँ, अलिकति गुलियो खानालाई है। अब व्रतको दिन गुलियो खाने त हो। अघि सेवाई निकालेर राखिसकेको थिएँ, अलिक धेरै भुटेछु क्या मैले। अनि त्यो पछि हालेँ भाँडामा। दुध तातिसकेको दुध थियो, अनि हालेँ भाँडामा। त्यो पछि एकछिन चलाएँ मैले। अनि त्यसलाई राखिदिएँ उमाल्नको लागि। अनि उम्लिसक्यो। अब चाहिँ हाम्रो सेवाई अब एकछिन चाहिँ अलिक पाक्नु दिनु पर्यो नि होइन। योभन्दा सजिलो तरिका छ भने भन्नुहोस् है। अनि मैले चाहिँ टिक पकाइसकेको थिएँ। अब हेरौँ कस्तो हुन्छ। अब यो सेवाई चाहिँ मैले मेरो बुढालाई लगेर दिन आँटेको। उहाँको नि व्रत, मेरो पनि व्रत। आज 2 जनाको मङ्गलबारको व्रत हो। अनि उहाँ चाहिँ काम गर्दै हुनुहुन्छ। अनि कस्तो छ भनेर सोध्दै हुनुहुन्छ। तातो भएर बिस्तारी खाइसक्यो तर मिठो छ भन्दै हुनुहुन्छ। अनि मैले पनि लिएँ। अनि मेरो नानीलाई पनि राखिदिएँ मैले। थ्याङ्क यू।